हामी कहाँ छन् नौ न अब नआएर कहाँ अब नआएर फेरि गइन्छ कुलपानी कुलपानी घुमिन्छ यसो केटीहरू हेरिन्छ होइन होला के हो त्यसपछि कुलपानी गएपछि फेरि घर आइन्छ घर आएर फेरि फुटबल खेल्न गइन्छ अनि त्यसपछि त अब त्यहाँ फुटबल खेलेर आएपछि बल्ल थाहा हुन्छ फेरि अब राति के हुन्छ पार्टी हुन्छ कि के हुन्छ फेरि एकछिन अब सबै केटाहरू मिलेर जानु पर्यो साँझ एकछिन त रमाइलो गर्नु पर्यो नत्र भने त फेरि साँझखेरि निन्द्रै पर्दैन समझ रहे हो ल अरू केटाहरू पनि छन् हाम्रो जेन्जी केटाहरू हामी त भिआइपी मान्छे हो दोस्त बेकारी नहीं है अपन बहुत पैसा है अपने पास सिधै होइन कैसे कैसे लोग रहते हैं यार यहाँ पर क्या बोला तूने अनि अरू त के भनौँ एक दुईवटा केटीहरू छन् यसो हामीलाई पनि हेर्दा हुन्छ होइन हामी केटाहरू त्यही होइन केटीको बिचमा मर्छन् होइन कस्तो रे एकचोटि थुक लगाएर कप कप गप 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 कैसे कैसे लोग रहते हैं यार यहाँ पर हामी चाहिँ अहिले चाहिँ हामी राप्ती पुल आएको छौँ अच्छा हमको सिखा रिया है होला यो राप्ती भन्ने जाम यस्तै जङ्गल राप्ती पुलै जतिर छ तर देखिया छैन झूठ पे झूठ बोलती जा रही है शर्म नहीं आती अहिले चाहिँ हामी यतातिर अगाडि नुहाउन जानु किनभने यहाँ मान्छे बितेको थियो अस्ति अस्ति लगभग 15-16 दिन भयो यसको अगाडि जलाएको थियो त्यही भएर साथीहरूले भने कि यसको मर्या थियो मान्छे यहाँ काठहरू पनि छ र केटाहरू अगाडि गइसकेका छन् म चाहिँ हामी चाहिँ यस्तो जाली छ यस्तो झप्स्याहार केटाहरू अगाडि छन् केटाहरू नै हो ल केटाहरू यता हेर न थुक लगाएको यो चाहिँ हाम्रो तिम्रो नाम के हो अलिक गाउँघरमा चलाउने नाम हाम्रो नाम त बिराले हो होइन यिनको नाम चाहिँ बिरालो भन्छन् गाउँमा अनि बुढीले के भन्छन् डबल हप्सी बुढीलाई चाहिँ डबल हप्सी भन्छन् अनि यता चाहिँ मुसे भन्छन् है यता हेर्दैन एकचोटि अलि किन फेरि केटी जस्तो गर्छन् क्या अनि यता फेरि सागर यता सागर अनि अब चाहिँ यहाँ हाम्रो भिआइपी नाम चाहिँ यहाँ खटखटीमा अब मुसेलाई मार्न जान्ला मुसे चाहिँ अगाडि बाटो देखाउने मान्छे यता चाहिँ बिरालो यो म त भिआइपी रियल नाम चाहिँ रबिन सिंह हेर यहाँ केटाहरू यस्तो गरेर जान् गप्प चाहिँ जी यो खर लगाएको होला क्या नि हो र होइन लगाएको ए केटी ल्याउने हो कि बहुत तेज हो रहा है बहुत तेज हो रहा केटाहरूले के भनिरहन् क्या ऊ त्यो चाहिँ मुसे हो अगाडिको चाहिँ यसो अगाडि यता हेर्दैन यसो यार तिमी यार मुसे हात साथ यसो के हुन्छ कि गफगफलाई थुक लगाके कैसे कैसे लोग रहते हैं यार यहाँ पर केटाहरू चाहिँ कमेडी छ ल यता सागरको एकचोटि गफगफ हेर्नु है थुक लगाएको गफगफ ल यहाँ चाहिँ अलि बाटो अप्ठ्यारो छ बाटो चाहिँ म होइन र ऊ भएको अमिला चोर्दाखेरि म उसमा त्यो खाल्टामा पसेको होइन खाल्टामा पसेको त्यो खाल्टाबाट निक्रिनै नसक्ने के उता अगाडिबाट फेरि मान्छे आएको नि मान्छे आने बित्तिकै म फेरि नुके थिएँ केटाहरूले सानाको कुरा गरेर नुकेपछि फेरि कति वर्षको कुरो हो यो 7-8 वर्षको पहिलाको कुरा हो यो फेरि यहीँ हामी फेरि यहाँ अगाडि जालीमा बसेर ऊ अमिला फोकिरहेको थियौँ होइन त्यो बेला फेरि ठ्याक्क त्यो उताबाट मान्छे आएको मान्छे नचिनेको अब टाढाबाट केटाले के भन्ने होइन म्याडम यो त भन्ने फेरि पछि नजिक आएपछि थाहा भयो फेरि त्यही हो फेरि भाग्यौँ पुरा खरकटीमा चप्पल छोडी हाम्रो त सानोको कुरा भएर लगभग कति वर्षको भयो त्यतिखेर जोड्दाखेरि त्यति बेला त खै 9-10 वर्षको थियौँ क्या 9-10 वर्ष 9-10 या 12-13 वर्षको थियौँ यताबाट बाटो छैन बाटो यतातिर चाहिँ छैन यहाँ चाहिँ पहिला चाहिँ पानी बाटो थियो यहाँ तर अहिले पानी खान्छ यसमा ल हामी अब अगाडि बाटो जान्छौँ तर यहाँ अहिले पुरा झप्स्याएर भएर छ क्या यो अब सक्दोसम्म जेन्जी आउनु पऱ्यो क्या यो जेन्जी आउनु पऱ्यो कि यो सरसफाइ गर्न ल केटा के हो त्यस्तै ल यता सागरलाई नामसँग यो चाहिँ सागर यो चाहिँ को हो
डबल अफ सिप अनि यो मुसे त्यस्तो कप कप ल थुक लगा के थुक लगा के कप 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 ल अगाडि चाहिँ बाटो खतरा छ बाटो चाहिँ अलि अप्ठ्यारो छ क्या यिनको चाहिँ आजभरि त खुट्टा दुख्या छ क्या के भएर खुट्टा दुख्या कप कप गरेर खुट्टा दुख्या अरे समझ रहे हो आप समझ बन्छ या त अहिले या त नुहाउँदाखेरि पनि बनाउन सक्छौँ हामीले ल अहिले पुरा भिडियो एडिट गरेर बनाइन्छ लास्टमा फाइनली कस्तो बन्छ फेरि हेरौँला त्यसपछि हामी पोस्ट गर्छौँ पोस्ट गरेपछि फेरि हेरौँला कतिको राम्रो हुन्छ सबैले सपोर्ट गरिदिनु होला त्यही भन्न चाहन्छु अहिलेलाई चाहिँ यति अहिले चाहिँ ल बाई बाई अहिलेलाई बाई बाई एकचोटि भाइरल डायलग छ